यो आज हामीले जापानिज भाषाको जुन तपाईँको चाहिँ लेसनहरू पढ्नुभन्दा पहिला जुन अध्ययन गर्नुपर्ने कुराहरूमा पढ्छौँ। जस्तो डे दिन र जस्तो चाहिँ तपाईँको हप्तालाई हामीले कसरी जापानिजमा तपाईँको चाहिँ प्रोनाउन्सिएसन गर्ने त होइन। जस्तो क्यौ भनेको के हो भने योलाई चाहिँ हामीले क्यौ भन्छ भने यो क्यौ भनेको टुडे आज क्यौ भन्छ। त्यस्तो तपाईँको चाहिँ टुमारो आशिता भोलि भोलिलाई चाहिँ के भन्छ त आशिता आशिता भनेको टुमारो भोलि भन्ने अर्थ दिन्छ। त्यस्तै आसाते आसाते भनेको पर्सि हो नि त होइन। पर्सिलाई के भन्छ त द डे आफ्टर टुमारो भनेको पर्सि आसाते भन्छ। जस्तो आफ्टर टुडे भनेको चाहिँ सियासाते भनेको पर्सिभन्दा पनि अझ 2 दिन आजभन्दा 2 दिन पछाडि भनेको आफ्टर टुडे भनेको आजभन्दा 2 दिन पछाडि भनेको सियासाते भन्छ। त्यस्तै किनौ भनेको हिजो हिजोलाई के भन्छ भने किनौ यस्टरडे। त्यस्तै अनि ओतोतोई भनेको अस्ति होइन। अस्ति भनेको के हो त ओतोतोई भन्छ। द डे बिफोर यस्टरडे भनेको ओतोतोई अस्ति भन्छ होइन। कोन्स्यु कोन्स्यु भनेको जस्तो हप्ताहरू भन्दाखेरि यो हप्ता दिस विक भन्दाखेरि कोन्स्यु भन्छ होइन। त्यस्तै तपाईँको सेन्स्यु भनेको चाहिँ लास्ट विक भनेको तपाईँको चाहिँ होइन सेन्स्यु आउने आउने हप्ता। सेन्स्यु कोन्स्यु भनेको यो सेन्स्यु भनेको गएको हप्ता भनिन्छ। त्यस्तै तपाईँको राइस्यु भनेको नेक्स्ट विक होइन जुन तपाईँको चाहिँ आउने हप्तालाई राइस्यु भनिन्छ। त्यस्तै कोङ्गेचु भनेको चाहिँ यो महिना होइन। त्यस्तै सेङ्गेचु भनेको गएको महिना लास्ट मन्थ भनेको गएको महिना होइन। राइगेचु भनेको आउने महिना। त्यस्तै कोतोसी भनेको यो वर्ष हो दिस इयर। जस्तो क्यौनेन भनेको लास्ट इयर गएको वर्षलाई क्यौनेन भन्छ। त्यस्तै राइनेन भनेको होइन तपाईँको चाहिँ आउने वर्ष। त्यस्तै स्युखान भनेको जस्तो तपाईँको हप्तालाई स्युखान भन्छ। त्यस्तै होइन इस्युखान भनेको एक हप्तालाई इस्युखान भन्छ। यो तपाईँको चाहिँ होइन हप्ता र दिनहरूलाई यसरी हामीले प्रोनाउन्सिएसन गर्न सकिन्छ।